समाजमा लुकेका सत्यहरू, दबाइएका आवाजहरू अनि बेवास्ता गरिएका कथाहरू हामी बोल्छौं तिनैका लागि जो बोल्न सक्दैनन्। यहाँ कुनै आवाज दबिदैन, कुनै सत्य हराउँदैन। होचो भूमिको आवाजलाई विश्वभर पुर्याउने हाम्रो अभियान यो हो काजी खबर। नमस्ते। अहिले चाहिँ म यो नेपालकै सबैभन्दा होचो गाउँपालिका कचनकवल गाउँपालिकाको पनि 1 नम्बर वडा कचनकवल 1 को यो घेराबारी साबीको घेराबारी गाविस अन्तर्गतको यहाँ 2-3 वटा टोल छ। यहाँबाट थोरै पश्चिमपट्टि 10 गजा छ भारतको सीमावर्ती यो चाहिँ गाउँ हो। म यहाँ आइपुगेको छु र आज मैले यहाँका थुप्रै विकास निर्माणका योजनाहरू छन्, तथापि मैले सबै कुरालाई त जोड्न सक्दिनँ। तथापि मैले आज विशेष गरेर यहाँको चाहिँ विकासको पहिलो पूर्वाधारको रूपमा आम नागरिकले चाहेको चाहिँ सडक नै हो। तथापि त्यो सडक बनिसके पश्चात पनि हाम्रा चाहिँ केही चाहिँ हाम्रा सोच हुन्छन् नि, विरोधका लागि विरोधै गर्ने परिपाटी पनि हामीले नदेखेका होइनौँ, त्यो हामीले देख्छौँ। अवश्य पनि विकास कुनै जादुको छडी होइन। एकैपटक छु मन्त्र गरिरहँदाखेरि आम कचनकवलका सबै सडकहरू सर्र पिच होस्। यो कुनै एआई जेनेरेटेड होइन, यो रियल लाइफमा चाहिँ व्यावहारिक जीवनमा त्यसलाई चाहिँ पुरा गर्नका निमित्त त्यसका थुप्रै मापदण्डहरू छन्, त्यसका भण्डार कति छ, स्रोत कति छ, यो सबै कुरालाई वास्तवमा हामीले ख्याल गर्नै पर्छ। त्यो भएको कारणले गर्दा मलाई लाग्छ चाहिँ विभिन्न दृष्टिकोणबाट चाहिँ क्रिया प्रतिक्रिया आए तापनि वास्तवमा के कचनकवलमा केही नभएकै हो त? के हामीले फेसबुकमा टिका टिप्पणी गरिरहँदाखेरि गरेकै जस्तो हो त? पक्कै पनि त्यस्तो होइन। बरु तपाईले जनाएको क्रिया प्रतिक्रियाले तपाईको असली हैसियत नागरिकले नजिकबाट चिनिरहेका हुन्छन्। त्यसो भएको कारणले गर्दा हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर एउटा सरकारलाई हामीले रचनात्मक सल्लाह र सुझाव दिने हो भने अवश्य पनि कचनकवल मात्र होइन, यो देश बन्न समय लाग्दैन भन्ने एउटा पछिल्लो ज्वलन्त उदाहरण कचनकवल गाउँपालिकाले विशेष गरेर यातायातको क्षेत्रमा सडक पूर्वाधारको क्षेत्रमा गरेको विकासले त्यो बताउँछ। आज कचनकवलका कुनै पनि वडाका मुख्य बाटाहरूमा हामीले कालो पत्रे टेकेरै मात्रै म कचनकवलका 7वटा वडा पुग्छु भन्दाखेरि पुग्न सक्ने ढङ्गले वास्तवमा यो कचनकवल गाउँपालिकाले जुन गरिरहेको छ, यिनै कुराहरूलाई म कचनकवलका 7वटा वडामा पुगेर तपाईहरूलाई भएका दृश्यहरू देखाउने छु। त्योभन्दा अगाडि म केही फुटेजहरू पनि तपाईँलाई देखाउने छु र स्थानीय नागरिकहरूलाई पनि म केही प्रतिक्रियाहरू लिनेछु। उहाँहरूले राम्रोलाई पक्कै पनि राम्रै भन्नुहुन्छ, नराम्रोलाई पक्कै पनि नराम्रो नै भन्नुहुन्छ। साथसाथै आज चाहिँ भने म यस ठाउँमा उभिएर चाहिँ कचनकवल गाउँपालिका कार्यपालिका सदस्य उमाशङ्कर गणेश उहाँकै यो टोल भएको कारणले गर्दाखेरि म उहाँकै टोलमा आएर उहाँसँगको छोटो संवाद हजुरहरूमाझ पस्किने छु। हस्त नमस्ते। उमाशङ्करजी नमस्कार। नमस्कार हजुर। जस्तो अहिले म यो हजुरको यो ठ्याक्कै गाउँमा टोलमै आइपुगेको छु। तथापि यो ठाउँमा चाहिँ थुप्रै एउटा यस्ता यो पेबल्स लगाएको बाटोहरू बनेको छ होइन। त्यो बाटोको बारेमा मैले चाहिँ हजुरसँग संक्षिप्त रूपमा केही बुझ्ने चाहिँ प्रयास गर्नेछु। जस्तो हजुरले यहाँभन्दा अगाडिपट्टि एउटा झन्डु टोल छ, त्यो बाटोको बारेमा बताइदिनु। सर्वप्रथम म सबैलाई नमस्कार गर्न चाहन्छु। मेरो नाम उमाशङ्कर गणेश, कचनकवल 1 घेराबारी गणेश टोल कार्यपालिका सदस्य पनि हो। यो चाहिँ पेवर्स किन लगाइयो र किन आवश्यकता देखियो भन्ने कुरा अलिकति धेरै लामो कुरा छ। अब सरले सर्टिङमा भन्नुभयो झन्डु टोलको विषयमा। झन्डु टोल एउटा भारतको सीमासँग जोडेको टोल हो। पारी जान बित्तिकै यता पिचमा चढ्न पाइन्छ। धेरैको एउटा नेपाल कट्न बित्तिकै बोर्डर कट्न बित्तिकै पिचमा चढेपछि एउटा गर्वको महसुस गर्थ्यो। अनि यता आएपछि ग्राभेल हुन्थ्यो, बाटोको लथालिङ बाटो, कहीँ हिलो, अनि अहिलेको टाइममा पनि समयमा पनि कहीँ हिलो हुने, अनि राम्रो तरिकाले यसो हिडुल गर्न पनि गाह्रो, स्कुलले बसेर पनि आउन गाह्रो। त्यो अवस्थामा चाहिँ जुन पालिकाले अब एउटा अवधारणा ल्यायो
यो के अरे विभिन्न गाउँटोलमा चाहिँ के अरे त्यो ढलानको बाटोहरू लगायत कालेपात्र बाटोहरू र यो बाटोलाई चाहिँ एउटा पेवर्स रोज्यो पालिकाले। अनि पेवर्स सोच्दाखेरि जम्मा जम्मी त्यहाँ झन्डै 46-47 घर परिवार छ त्यो झन्टुटोलमा। एउटा नमुनाको रूपमा के देख्यो भने त्यो पेवर्स हाल्यो भने यो पेवर्सले के एउटा नमुना देखायो। अब अहिले जुन पारीको पब्लिक यता आउँदा अलिकति हिम्मता बोध हुन्थ्यो, अब यताको के अरे पारी जाँदाखेरि गर्व महसुस गर्छ र उताको आउँदाखेरि हाम्रो नेपालतिर छिर्दाखेरि वाह भन्छन् क्या, यस्तो बाटो छैन नि त पारी हो गरेको छ। हो यो कहाँबाट कसरी आयो भने नेपालमा पनि यस्तो हुँदो रहेछ भन्ने उहाँहरू छक्क पर्नुहुन्छ। अब त्यसले चाहिँ एकदम राम्रो एउटा हामीलाई सन्देश दिएको छ। नेपालमा पनि यस्तो यस्तो के अरे गाउँ टोल छिर्ने बाटोहरू पनि के अरे पेवर्स ओछ्याएको छ भन्ने एउटा छ। त्यो बाटोमा चाहिँ पहिलादेखि विगत नेपाल सरकार भनौँ र पहिलाकै स्थानीय सरकारको पनि त्यहाँ ध्यान आकर्षण भएको थिएन। अनि यसो भनौँ न, स्थापना कालदेखि पञ्चायत चाहे पञ्चायत होस् चाहे प्रजातन्त्र होस् भोग्दै भोग्दै अहिले गणतन्त्र आइरहँदा त्यो पनि चाहिँ अहिलेको तपाईँहरूको कार्यकालमा आइरहँदाखेरि यहाँका बाटाहरूले त्यो दिन सम्झेका पनि थिएनन्, यहाँका जनताले पनि सम्झेका थिएनन्। तथापि अहिले एउटा नमुना बनाएको छ। होइन त्यहाँ त यस्तो भयो, कल्पना गरेको थिएन कि बाटो यस्तो बन्छ। त्यहाँका पब्लिकले त होइन हाम्रो बाटो अहिले त्यो खाल्टो साल्टो पुर्दिनु के अरे ग्राभेल सर हालिदिनु भन्ने थियो। तर त्यहाँ 81 यस्तो के अरे पेवर्सको जुन बाटो बनायो त्यहाँ धेरै पब्लिक पनि धेरै खुसी छन् र अहिले आवक जावतमा पनि धेरै सहज भएको छ र एउटा सौन्दर्यता पनि भएको छ। एउटा बाटो पनि सौन्दर्यकरणको बाटोमा पनि राम्रो छ। जस्तो उमाशङ्करजी यहाँ तपाईँहरूको 3-4 योजना होला नि पेवर्सको बाटो, यो यही एउटा हजुर हजुर हो कति लम्बाइ कति छ के छ यो यस्तो छ टोटलमा झन् 1780 मिटर हो जम्मा यो पेवर्सको काम। झन्टुटोल बोर्डर के अरे कदुबिटा सुरीबिटाको बोर्डरदेखि झन्टुटोल हुँदै हुदुदुरा चोकसम्म 400 मिटर छ। अनि त्यसपछि यो गणेश टोलदेखि यो शिवालय मन्दिरदेखि यहाँ हाम्रो टोल यो टोलसम्म 230 मिटर हो, यहाँसम्म 230 मिटर हो। त्यसपछि बिचको गणेश टोलदेखि झडेन्द्र घर हुँदै तपाईँको खेमराज घर हुँदै रोशन चिया पसलसम्म 1150 मिटर, जम्मा 1780 मिटर हो। यो चाहिँ पेवर्स हुने काम भएको छ। जस्तो यो बने सँगसँगै यहाँको एउटा सौन्दर्यकरणको बाटो त आफ्नो ठाउँमा छँदैछ। यो त बाहिरी मान्छेले आएर हेर्दाखेरि पनि आहा यी पारिपट्टि यस्तो छैन, यहाँ आउँदाखेरि यस्तो छ भन्ने एउटा नमुना बन्यो। हजुर हजुर। साथसाथै यहाँको नागरिकहरू चाहिँ के भन्छन्, यो बनाएकोमा खुसी छन् कि होइन यो त पेवर्स हो त यो बनायो के बनायो बरु अरू बनाउँदा हुन्थ्यो भन्छन्। अब नेपाली चरित्र त त्यस्तो छ नि त। हिजो तपाईँको घुडा हिलोमा चाहिँ गाडिँदै हिँड्ने मान्छे आज त्यो ठाउँमा कालोपत्रे बनेपछि कालोपत्रे बाटो अथवा पेवर्स मात्रै चाहिँ विकास हो र अरू छैन भन्ने हाम्रो नेपाली चरित्र छ क्या। होइन यो चरित्र देख्दाखेरि त दुःख लाग्छ। तथापि तपाईँहरू जनप्रतिनिधि भइरहँदाखेरि यस्ता क्रिया प्रतिक्रियाहरूलाई स्वाभाविक रूपमा चाहिँ स्वीकार्नु पनि पर्छ होइन। अब आगामी दिनमा चाहिँ तपाईँहरूको थप यहाँको के छन् समस्याहरू कसरी समाधान गर्दै हुन्छ? यो कुरामा चाहिँ पहिलो कुरा के भनौँ भने जनता कतिको उत्साहित छ भन्ने कुरा सरले भन्नुभयो। एकदम यहाँ त यस्तो छ जो सोचेकै थिएन। अब यहाँबाट झनै 30-32 किलोमिटर बिर्तामण गएर यस्तो पेवर्सहरू देख्न पाइन्थ्यो। आज के अरे गाउँ टोलमै देख्न पाएको छ। यो अत्याधिक खुसी नै छ र वारी र पारीको एउटा नाताको सम्बन्ध भएको कारणले गर्दा कहिलेकाहीँ हामी पारीतिर जाँदा तपाईँहरूको त राम्रो विकास भएको छ हौ, त्यस्तो त हाम्रो यता भएको छैन भन्ने कुराहरू सुन्न आफूलाई पनि त्यस्तो गर्व लाग्छ। पुरै समय नेपालीहरू बिहारमा पारिपट्टि सीमा पारी गएर चाहिँ विकास इन्डियामा छ भन्थे, आज पारीका यहाँ आएर विकास त साँच्चै नेपालमा भएको छ भन्नुहुन्छ हो। त्यो कुरोले पनि गर्व लाग्छ। सत्य पचाउँदैनन् क्या हो। त्यो त अब यस्तो छ। अब के भन्छन् भने नि, अब यो अहिले मैले हजुरसँग जुन यो बाटोको बारेमा यहाँको बारेमा हजुरसँग सानो छोटो प्रतिक्रिया लिइरहेको छु। अब हेरिसकेपछि केही प्रतिक्रिया के आउँछन् भने नि, हजुर तिम्रो गाउँमा मात्रै बनाएछ हाम्रो गाउँमा खोइ भन्छ कि तपाईँहरू एकैचोटि त बनाउन सक्नु भएन। अब यसलाई कसरी समाधान? अब यो कुरा वास्तवमा एकदम हजुरले उठाउनु भएको यो कुरा एकदम सही कुरा हो। किनभने मलाई पनि धेरै आलोचना लागेको छ
अब कार्यपालिका बोर्डभित्र भएको कारणले गर्दा उमाशङ्करजीले त सबै आफ्नो गाउँमै के अरे विकास लगे, सबै आफ्नो गाउँ बनाइदिए भन्ने कुरा त्यो आरोप छ। त्यो एकदम यथार्थ कुरा हो, सत्य कुरा हो। तर अब सबै कुरा सबैलाई भन्न मिल्दैन। अनि उहाँले बुझ्नु भएन। भन्दैमा अब उहाँहरूसँग झम्टिने होइन। उमाशङ्कर गणेश कार्यपालिका सदस्य त्यसो भएको कारणले गर्दा कचन कवल भरिकै सदस्य हो, सबै ठाउँमा बराबर उहाँले हेरिरहेको छ भन्ने कुरा चाहिँ बुझ्दिँदैन क्या। हो त्यो कुरा त्यहीमा भन्न तपाईँले खोजिरहेको ठुलो एउटा अपराध के गर्नुभयो, यो गाउँमा यहाँ आएर घर बनाएर बस्नुभयो, तपाईँको बुवा आमासँग यहाँ हजुर, बस्नु भएको छ, हो। त्यही अपराध भयो क्या। होइन? त्यस्तै नभए समग्र कचन कवल बनाउनु पर्छ भन्ने हुटुटी लागेकै देखिन्छ भने। देखिन्छ। होइन? जस्तो कचन कवलले एउटा गर्वको कालो पत्रे सडक गर्वको वर्ष अभियान जुन अन्तर्गत आज हेर्ने हो भने कचन कवलमा कुनै पनि त्यस्ता ठाउँ छैनन् कि जहाँ कालो पत्रे नटेकिन म कुनै ठाउँमा छैन, पुग्न सक्दिनँ भन्ने कुनै ठाउँ छ त्यस्तो अहिले देखिएको छैन। तथापि गाउँघरतिर साना मसिना बाटाहरू छन्, ती क्रमशः भइराखेकै छन्। आगामी दिनमा अझ बढी हुन्छन्। होइन? नभए त योभन्दा अगाडि त साँच्चै कचन कवलमा यो कालोपत्रेमा टेक्छु भन्ने त सपनामा पनि कसैले देख्दैन थिएन। अब यो कुरामा वास्तवमा भन्यो भने अब उदाहरणको लागि लिउँ पिण्डलबाडी। अब पिण्डलबाडीमा यसपालि डाङ्गे एउटा झनै त्यहाँ 1400 मिटरको पेवर्स राख्ने कार्यक्रमहरू दिइसकेको छ। अब पिण्डलबाडीमा जस्तो कालो पिच त्यहाँ अलिक गाह्रो पुग्छ, किनभने इक्विपमेन्ट पुग्न गाह्रो हुन्छ भनेर पेवर्सकै कार्यक्रम लगिएको छ। पिण्डलबारीका जनता त धेरै कुराबाट ठगिएका छन्। साँच्चै भन्यो भने त्यहाँको सबैभन्दा ठुलो समस्याको रूपमा त्यहाँ बिरिङ पुल छ। एकदम ठुलो बिरिङ खोलामा पुल लगाउँछु भनेर आज तपाईहरु लाग्नु भयो भने त्यो तपाईहरुको क्षेत्राधिकार भन्दा धेरै बाहिरको कुरा हो। सम्भवै छैन त्यो, सम्भवै छैन। पालिकाले त्यो सोच्न पनि नसक्ने छ। अब यहाँ त 3 तहको सरकारको अभ्यास भइरहँदाखेरि माथिल्लो संघले कति गर्यो, प्रदेशले कति गर्यो, स्थानीयले कति गरिरहेको छ भनेर यहाँ त तपाईको विश्लेषण मूल्याङ्कन गर्ने भन्दा पनि जे छ फेरि जनताको आशा र भरोसा त फेरि स्थानीयमै छ। तपाईहरुको त्यही देखिएको छ। अब कहीँ भएन भने खोइ त गर्न सकेन, यहाँ किन भएन माग्न पनि स्थानीयसँग माग्छन्, भरोसा चाहिँ स्थानीयमै गरेको छ। तर 3 तहको सरकार त छ नि। अब स्थानीय सरकारले आफ्नो भ्याइ अनुसारको सबै खर्चहरू कटौती गरेर पनि तपाईको के अरे विकास निर्माणमा राखेको छ। र के अरे प्रदेश सरकार छ, त्योभन्दा माथिल्लो के अरे सङ्घीय सरकार छ। अब सङ्घीयबाट अहिलेसम्म देखिया छैन, कताबाट के छ भने कुनै कार्यक्रमहरू देखिया छैन। प्रदेशबाट अलिअलि छ, जोडेको छ, तर जे भएको छ अधिकांश चाहिँ के अरे कतिपय हो भने काम गर्ने प्रदेशको योजनाहरूको चाहिँ क्षेत्र चाहिँ तपाईहरुको स्थानीय त गाउँपालिका भित्रै प्रदेशको योजना भए पनि प्रदेशले बनाइरहेका योजनामा चाहिँ गाउँपालिकासँग कुनै समन्वय छैन, अलपत्र पाइरहेको छन्। त्यो कारणले गर्दाखेरि पनि थुप्रै आलोचना भइरहेको छ। हो, त्यो पनि हो एउटा, त्यो पनि नागरिकले नबुझिरहेको एउटा ठुलो समस्या हो यो। किनभने त्यो प्रदेशले आफ्नै तरिकाले त्यहाँ बाटो निर्माण गरेको हुन्छ, के अरे निर्माणको काम अगाडि बढाएको हुन्छ, पालिकासँग समन्वय भएको छैन। त्यो बाटोको अब जिम्मेवारी, त्यो बाटोको निगरानी, त्यसको के अरे मूल्याङ्कन गर्ने कामदेखि लिएर सबै काम प्रदेशले देखिरहेछ। तर त्यहाँ त्यसको गुणस्तर छैन भन्ने पालिकासँग समन्वय नभएको कारणले गर्दा पालिकालाई त्यहाँ ओभरटेक गर्न मिलेन, भन्न मिलेन। तर त्यो चाहिँ गुणस्तर हिँड्नुभयो भने आरोप चाहिँ के अरे पालिकाले खप्नु परेको छ। अब मैले हजुरलाई के सोध्न चाहेँ भने पक्कै पनि विकासको पूर्वाधार मध्ये सडक मुख्य नै हो, सबैको चाहना सडकमै पर्छ। कचन कवल गाउँपालिकाले पहिलो प्राथमिकता राखेर सडकलाई लियो भन्नुको मतलब यो अन्य कृषि, शिक्षा, स्वास्थ्यलाई चाहिँ पिटिकै नहेरेको त होइन, हेरिरहेको छ। तथापि यो कचन कवलमा नि कचन कवलको यो वडा नम्बर 1 साँच्चै भन्ने हो भने यो चाहिँ कृषिजन्य उत्पादनको लागि एउटा हबको रूपमा पनि छ। यहाँ सिँचाइका लागि डिप बोरिङहरू पनि थुप्रै गाडिरहेको हामीले देखेका छौँ। जस्तो यो सबै हेरिरहँदाखेरि तपाईँ के भन्न चाहनुहुन्छ अन्तिममा जनतालाई? अनि यो कुरा हेर्दाखेरि पालिकाले नहेरेको होइन, पालिकाले यो वर्ष पनि जुन एउटा तपाईँको भौतिक पूर्वाधार गरो यो सँगसँगै कृषिलाई पनि अत्याधिक जोड दिएको छ। पहिलादेखि नै अब डिप बोर्डिङहरू धेरै सञ्चालन भएको छ। यहाँ कचन कवल 1 मै मात्रै भन्ने हो भने 7 वटा छ सञ्चालनमा अहिले डिप बोर्डिङहरू। त्यसले पनि भ्याएन, के अरे जनताको धेरै आयो होइन, हाम्रो खेतमा के अरे सिँचाइ पुगेन। पहिला योभन्दा अगाडि 10 वर्ष 15 वर्ष अगाडि हेर्ने हो भने यहाँ अहिलेको समयमा खेत बाजे हुन्थ्यो, जम्मा जम्मी 1 बाली मात्रै धान बाली मात्रै हुन्थ्यो, यो मकै हुँदैन थियो। अब अहिले आएर तपाईँको एउटा पनि खुट्टी खाली छैन, बाजो छैन। तपाईँको 2 बाली मजाले लिइरहेको छ किसान। तर किसानको माग के आयो भने होइन हामी
हामीले अरू केही चाहिएन, एउटै खेतमा यदि बिजुली पुर्याइदिनु भयो भने लगभग हामी एउटा खुसी हुन्छौँ र हाम्रो उत्पादनमा अलिकति के अरे उत्पादन बढ्छ र आर्थिक उसमा चाहिँ टेवा पुग्छ भनेर धेरैको एउटा डिमान्ड पालिकाबाट अध्यक्ष उपाध्यक्षहरू टोल अभियान गर्दाखेरि धेरैको डिमान्ड त्यो आयो। त्यो अनुसारले यसपालि एउटा पालिकाले नीति तथा कार्यक्रममा तपाईले कृषिले प्राथमिकता एकदम प्राथमिकता दिएको छ। त्यो कृषिलाई चाहिँ तपाईँको के अरे विद्युतीकरण, खेतमा विद्युत पुर्याउने र ठाउँ ठाउँमा तपाईँको के अरे पोल र तारको जडान गर्ने र के अरे बढीभन्दा बढी उत्पादन कसरी ल्याउने भन्ने त्यसमा कृषिमा बढी जोड दिएको छ। त्यो कुरामा छ। शिक्षामा अहिले नदिएको होइन भने पालिका अत्याधिक जोडथोडले लागेको छ, किनभने कचन कवलमा 30वटा निजी के अरे सरकारी विद्यालयहरू छन्। त्यो त्यसमध्ये पनि अब यहाँको अवस्था हेर्दाखेरि आर्थिक विपन्नता बढी छन्। त्यो आर्थिक विपन्नताको कारणले गर्दा समयमा विद्यालय पुर्याउन, आर्थिक कठिनाइले गर्दा समयमा विद्यालय जान अलिक अभाव भएको अभिभावकहरू, त्यो विद्यार्थीहरूलाई पठाउन धेरै गाह्रो भएको कारणले गर्दा समयमा अब तपाईँको विद्यार्थी सङ्ख्या के अरे कम हुन्छ। सरकारी विद्यालयमा अलिकति कम हुने गरेको छ देखियो। र अहिलेको सरकारको नीति अनुसार जुन के अरे स्थानीय तहले जुन विद्यालय सञ्चालन गर्नेमा चाहिँ निजी शिक्षकहरू के अरे राखे त अब स्कुल चलाउन त के अरे सबै टिचरहरू, विषयको टिचरहरू त राख्नै पर्छ, दरबन्दी छैन, निजी राख्नै पर्छ। अब त्यो निजी शिक्षकहरू जुन अहिले हटाउने अभियान आयो, त्यो अभियानले ठुलो एउटा शिक्षामा एउटा हङ्गामा भएको छ। किन विद्यार्थी छ नभएको होइन, विद्यार्थी अब के कारणमा त्यहाँ जाँदैन भने पारिवारिक आर्थिक विविध कारण हुनसक्छ। त्यो अब त्यो कारण हामी खोज्दैनौँ। अब विद्यालयमा के अरे विद्यार्थी छैन, स्कुल के अरे शिक्षक हटाउनुपर्छ अथवा स्कुल मर्ज गर्नुपर्छ। त्यो कुरामा धेरै कसरत भइरहेछ, अनुगमनहरू धेरै भइरहेछ। अनुगमनको हिसाब हेर्दाखेरि विद्यार्थी सङ्ख्या पहिलादेखि नै छ, हुँदाहुँदै पनि अब मर्च गर्ने अवस्थामा पनि के अरे कचन कवल अध्यक्ष लगायत शिक्षा समिति उपाध्यक्ष सबै लागेर होइन यसलाई मर्च होइन, बरु स्कुललाई हामी अलिकति के अरे घटाएर यसलाई सञ्चालन गरौँ। किन भोलिका दिनमा ती विद्यार्थीहरू सङ्कलन गरेर हामी के अरे त्यो विद्यालयलाई अगाडि बढाउन सक्छौँ भन्ने एउटा सबैको एउटा साझा अनुसार लागेको छ। र शिक्षामा चाहिँ अत्याधिक जोडले लागेको छ। अहिलेको कसरत निकै छ शिक्षामा। त्यस्तो चाहिँ के अरे आशा गरौँ अब केही दिनमा यसको पनि परिणाम आउँछ। अवश्य पनि उमाशङ्करजी, हजुर यो एउटा कार्यपालिकाको सदस्य पनि हुनुहुन्छ। आज तपाईँको यो समग्र कार्यपालिका टिम, यहाँको जनप्रतिनिधिले समग्र आफ्नो गाउँ मात्रै होइन, सबै यो कचन कवलले आफ्नो गाउँ, आफ्नो टोल्स ठानेर जुन ढङ्गले तपाईँहरूले आफ्ना विकासका क्रमशः प्राथमिकताको आधारमा चाहिँ प्राथमिकीकरण गर्दै विकासका योजनाहरूलाई अगाडि बढाउँदै त्यसलाई चाहिँ एउटा परिणाम बाहिर देखिने ढङ्गले जुन काम गर्नुभएको छ, यो एकदम प्रशंसनीय काम पनि छ। आगामी दिनमा अझ योभन्दा अझ सशक्तका चाहिँ यस्ता योजनाहरू ल्याउनुहुनेछ भन्ने आम जनताको एउटा अपेक्षा पनि छ। त्यो अपेक्षालाई पुरा गर्नको निम्ति तपाईँहरूको समग्र टिम लाग्नेछ भन्दै मैले आजको कार्यक्रमबाट बिताउन चाहेँ। हस् त, धन्यवाद सर। अब तपाईँ पनि एउटा इस्यु बोल्ने एउटा अवसर दिनुभयो, यसको लागि सरलाई पनि एकदम मुरी धन्यवाद। काजी खबरलाई धेरै धेरै धन्यवाद, किनभने अहिले काजी खबरले कचन कवलको स्थानीय कुना कुनामा भएका समस्याहरू उजागर गर्ने काम गरेको छ र यहाँ भएका विभिन्न समस्याहरू एउटा देखाएर पालिकालाई एउटा मार्गदर्शन गर्ने काम गरेको छ। यसको लागि पनि मेरो व्यक्तिगत तर्फबाट म काजी खबरलाई चाहिँ धन्यवाद दिन चाहन्छु र कचन कवल सम्पूर्ण कचन कवलवासीलाई पनि एउटा धन्यवाद दिन चाहन्छु। यो अहिलेको स्थानीय सरकारमा आशा गरौँ हामी त्यस्तो होइन, सबैलाई सर्वपक्ष मिलाएर सबैलाई समान दृष्टिकोणले हेरेको छ। कुनै पक्षपात भेदभाव नराखिकन, कुनै एउटा जाति पार्टीको के अरे धर्मको एउटा नगरिकन सबैलाई समान व्यवहारले राख्ने अपेक्षा गरेको छ र त्यही अनुसारले चलेको छ भन्ने म सम्पूर्णलाई एउटा विश्वास दिलाउन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।